राम सर, हजुरको के छ त जिज्ञासा प्रतिज्ञाहरू यो विषयमा भन्नुहोस्। हाम्रो पालिका यसरी लथालिङ्ग भइरहँदा अब मुलुक गाउँपालिकाको भवन प्रशासकीय भवन बनिरहेको छ। यो बनेको 6 महिना 8 महिना भयो। साइन्सै हालेर सबै रेडी गरेका छ। बस्तीको कामहरू सबै त्यसै काटा छरिएका ढोकाहरू पुरै लगाइएको छैन। अब यहाँका जनप्रतिनिधिहरूले के गर्न खोजेका हुन् के हो अब यो भन्दाखेरि भनौँ यसले भन्छन्। अब यस्तो छ अवस्था। यहाँको प्रशासकीय भवनको एउटा मिटिङ बस्ने हल छैन र नहुँदाखेरि यो सबै मानिसहरू यो सबैको तदारका साथ बनोस्। यो छिटोभन्दा छिटो सञ्चालनमा आउनुपर्ने अवस्था हो। यहाँ ग्रिल बनेको छैन। यहाँ गङ्गा मैत्री कक्षहरूको मान्छेलाई पीडा भइरहेछ। जुन यो व्यवस्था गरियोस्। अब यो के हो अब यहाँ जुन अध्यक्ष उपाध्यक्ष लगायतका वडा अध्यक्षहरूले गर्नुपर्ने सहयोग के हो। अब यो जनप्रतिनिधिहरूको टाउकोमा आउँछ यो ढोकाहरू तारहरू जसरी गरिएका यहाँका जनताहरूलाई त्यत्तिकै फसाउने काम भइरहेछ। किन हो गाई यो जुन बालेन सरकारले अब ठेकदारले काम गरेन भने हामी रुखमा बाँधेर जसरी काम गराउँछौँ 1 वर्ष हुनेबाट 5 महिना बनाउँछौँ भनेर 6 महिना बनाउँछौँ भनेर घोषणा गरेको छ। यो चाहिँ भवन बनेको 6 महिना भइसक्यो र पनि अझैसम्म केही नै ढोकाहरू ध्यालहरू लगाइएको छैन। त्यत्तिकै बुदाएर राख्छ। सर यी देखाउनु होला यस्तो छ। हुन्छ राम सर, म हजुरको दृश्यलाई यहाँ सबैतिर केन्द्रित गराउँछु। यो भवनको किन यस्तो निगरानी नगरेर यस्तो गरेर ठेकदारलाई कारवाही गर्ने हो कि यो जनप्रतिनिधिको कमजोरी हो कि ठेकदारको कमजोरी हो। यो ठेकदारलाई किन ल्याएर जनप्रतिनिधिहरूले काम लगाइरहेका छैन कि कमिसनको खेल भइरहेको छ कि यहाँ यो भिडियो चाहिँ बालेन सरकारको समक्ष पुगोस् भनेर जोरदार माग गर्न चाहन्छ हामी सर। अनि भन्नुहोस्। त्यस्तो लथालिङ्ग तरिकाले छोडिदिन्न पाइँदैन। गरेका कामहरू समयमा सम्पन्न हुन्। अब 6 महिना 8 महिनादेखि यस्तो बनाएर राखिएको छ। यो चाहिँ किन हो भनेर हामीले जोरदार माग गरेका छौँ सर। हजुरको के छ प्रतिक्रिया? ठिक छ, हजुरको प्रतिक्रियाहरू मैले सबै सुनिसकेँ। यसको लागि धेरै धेरै धन्यवाद। यो के हो यो चाहिँ बालेन सरकारसँग पुगोस् भन्ने हामी जोरदार माग छ सर। हुन्छ, हस्, हजुरलाई धन्यवाद। बन्द गरेँ म के भन्न चाहन्छु भने यसरी लथालिङ्ग बनाएर राख्नुहुन्न कुनै पनि संरचनाहरूलाई। हामी त अहिले पछिल्लो लेभलमा छौँ। हामीले योभन्दा 10-15 वर्ष अगाडि राखेका योजनाहरू कुनै पनि सम्पन्न भएनन्। किन भन्दा यहाँनिर हामीले पालिका राख्ने पनि भनेको थियो, हस्पिटल राख्ने पनि भनेको थियो। त्यसपछि हामीले के एउटा एजेन्डा बनाएको थियौँ भने माथि सिल्चर मुलुङको सिल्चरबाट एउटा केबल कार हालेर रामपुर हामीले यहाँ ओखलडुङ्गा सदरमुकामसम्म पुर्याउने भन्ने एउटा योजना थियो। पुर्याउने योजना राखेका थियौँ। त्यो पनि सम्भव भएन, असम्भव थियो। यहाँ रिपेयर गरिएका शिवको मन्दिर र मितेरी पुल पनि बेचियो। यी कुराहरू सबै अब हेल्पोस जुन हेल्पोस जाने कुरामा हिजो हामीले खनिएका यी हेल्पोसका बाटाहरू अहिले सबै बन्द गरिएको छ। हेल्पोस जाने जुन बिरामी लिएर आउँदाखेरि एम्बुलेन्स जानेहरू अवस्था छैन। यस्तो छ गाइज। जाने बाटा छैन। हिजो हामीले खनेका बाटाहरू बन्द किन गरिए? खनेका बाटाहरू बन्द गरिएका छन्। हामी यहाँको जनप्रतिनिधि र माननीयज्यूहरूलाई यति कुरा सम्झाउन चाहन्छौँ र भोलिका दिनमा यसरी आयोजनाहरू नबित्नुहोस्। जय राष्ट्रवाद। ल यो जुन हस्पिटल जाने बाटोहरू यसरी चाहिँ छेकिएको छ। गाडी एम्बुलेन्स लिएर जाने छैन। मान्छेलाई बोकेर जानुपर्ने अवस्था छ गाडी यातायात भएको बाटोमा। लगायत यस्तै छ। मुलुङ गाउँपालिकाको भवन यसरी यहाँ सञ्चालन भइरहेछ र ठुलो प्रशासकीय भवन बनेको यहाँ हुँदा पनि यो चाहिँ झ्यालडोका नलाइकन त्यतिकै लथालिङ्ग तरिकाले छोडिएको अवस्था छ। गाइज यो चाहिँ तपाईँहरूले देख्नुहुन यो 1 वर्ष भयो ठेकेदारले छोडेको हो कि के हो कि यो ठेकेदारलाई कारवाही गर्नुपर्ने हो कि जुन यहाँको जनप्रतिनिधिहरूको चलखेलको कारणले गर्दा यो भएको हो कि यो चाहिँ हाम्रो व्यक्तिगत तर्फबाट र हाम्रो यो जुन
भइरहेको यो हाम्रो जनप्रतिनिधिहरूको के हो कुरो कुरो केही छैन हाम्रो पहिलाको अहिलेको कार्यपालिका यो हो यो पनि यस्तो लथालिङ्ग अवस्थामा छ। म के भन्न चाहन्छु भने यस्तो हुनु हुँदैन। यो हुनु भनेको यहाँका जनप्रतिनिधि कर्मचारी र यहाँको स्थानीय यस्तो हुनु हो। यो भवन तुरुन्त बनेर सम्झाउनुहोस्। सबैमा नमस्कार।